तपाई विदेशमा हुनुहुन्छ तर तपाईको पासपोर्टको म्याद सकिएको या सकिन लागेको छ भने निम्न कुराहरू फलो गरी पासपोर्ट नवीकरण गर्न सक्नुहुन्छ। पहिलो नम्बर, केही महत्त्वपूर्ण जानकारी याद गर्नुहोस्। दोस्रो नम्बर, कागजातहरू। पासपोर्ट आफूसँगै हुनुपर्नेछ। पासपोर्टको प्रतिलिपि अगाडि र पछाडिको भाग दुवै, अनलाइनबाट भरेको पीडीएफ प्रिन्ट गरेको फर्म, नागरिकताको प्रतिलिपि अगाडि र पछाडिको भाग दुवै, पासपोर्ट नवीकरण गर्दा लाग्ने शुल्क। तेस्रो नम्बर, प्रोसेसिङ। सबै कागजात तयार भएपछि तपाई नेपाली एम्बेसी, नजिकैको जनरल काउन्सिलेट वा तपाईको वरपर आउनु भएको पासपोर्ट नवीकरण टोली आउने स्थानमा तपाई आफै गएर सबमिट गर्नुहोला। अन्त्यमा कलेक्सन। पासपोर्ट बनेर आउन प्रोसेस भएको दिनको 1 महिना वा सो भन्दा बढी पनि लाग्न सक्छ। पूर्ण जानकारी लिएर वितरण हुने स्थानबाट पासपोर्ट कलेक्सन गर्न सक्नुहुन्छ। नयाँ पासपोर्ट लिन जाँदा पुरानो पासपोर्ट र रसिद सहित उपस्थित हुनुपर्नेछ। अन्य जानकारी या सोधपुछको लागि कमेन्ट गर्न सक्नुहुनेछ।